आज भब्बु खानी अरे पिरिन साथीबारीले हामीले भब्बु काट्दैछौँ हाम्रो तलदेखि लिएर आएको जाऊ थालेर आऊ जाऊ त बोक्रा कति बाक्लो बोक्रा तर यसको त उसै नआउने के भित्र धेरै कपडा मात्रै हुने यसलाई जाडो भएर त होला नि हामीले पहिले बेला त्यो बोक्रा पातालो अनि फालो त्यहाँ जम्मै खान्थ्यौ तितो हुन्छ गाइस आज अहिले भप्पु खानी हो भप्पु मासु आले त मासु खा के पहिला मासु खा त ल्याउ मासु खाऊ के नाटक नगरिकन खाऊ त छोइन्छ मलाई देऊ न त्यसलाई खान दिया त अहिले खान्न के आको त तैले खाके राम्रा गरु दूध आइ भैँसीको दुध नाइ के हो भैँसीको दुध ए ल भैँसीको दुध भित्र छैन त कुडेमा ए खानु सबै खसालिस बुने बोक्रा मात्रै बाक्लो मसला टमाटर प्याज के ठाने रान पोल्ला मसला आजको अर्कै थियो न ओयो फेरि गाडी त सर्वलो सुरुमै भुटेरान बाबु ने देखायो के चुन्ता रसी गम गम खानी होला चुन्ता खाइ त माथेको के त्यस्तो तास्न पर्दैन कि बाहिर खानलाई ल हेर्दा मात्रै ठुलो छैन दाना साना खायौँ ल सबै जुठो हाली के ले यहाँ सबै पोखेर तु खाउने पहिला तु बुवाले नि हान्यो म धेरै दिन म पर्दैन ओए मलाई आमालाई अन्सारीलाई मन गयो जनी खाएको दे पदमलाई देऊ एउटा ल न खाके मिठो हुन्छ मम्मी मारियो उडेमा जमाइयो उग्रियो मम्मी दुईटा दिन होइ हालेर इके दुईटा यो मात्र हैन हैन मम्मी हैन म दुईटा खाने केत्रो दो आ मम्मीले मलाई अरु के त्यत्रो खान्यो हैन यो हल्का रहेछ मिठो छैन ठिकै छ उलाई ठेकारिएको भएर होला नि मम्मी मलाई निकाल्दैन एउटा अब गिलासलाई झ्याम झ्याम पाइ हो के बोक्रा यत्रो खानेको र यति एकछिन लिएर बस्न पर्छ ल मम्मी कसले सानभिले सामानले दुःख दिएको जाँदै आठै छुवामा बसिरहेको मैले खुट्टा खतन खतन भयो राको चिया खानी नखानी नखानी भन्दा नखानी छ त 100 रुपैयाँ दिएको हो नि उसलाई रसी खा भनेर जाउँलाई दिनु भनेर दिन गइसक्यो कति छिटो दिन गएको कस्तो छ त नि कहाँबाट ल्याएको थाहा छ कहाँबाट ल भन त मन्दिर त दे बुटो त्यसमा फल्छ त्यही भएर ल्याएको हो कसले दिएको नि दाइले ए ल छिटो खा मुनीले के गरी छ्याउ आजको भ्लग चाहिँ ढिलो बनाइयो साँझ परिसक्यो हाम्रो चाहिँ खेततिर बल्ल उम्रिँदैछन् म चाहिँ यता छु हेर्नु गाइज हजुरहरू सन्चै हुनुहुन्छ आरामै हुनुहुन्छ हामी पनि सन्चै छौँ यता हजुरको आलु रोपेको हो बल्ल अलिअलि टुसा लाउँदैछन्
यहाँ बेसार खन्न त्यतिकै छ। यसलाई कोले चिन्नुहुन्छ ल भन्नु है त, यो के हो ल? चिन्ने जातिले कमेन्ट गरेर भन्नु है यसलाई के भनिन्छ। हाम्रो गाउँ पनि यत्रो भइसकेछ, गाउँ पनि यत्रो भएछ, यहाँ पनि उम्रिएछ। म चाहिँ यहाँ पानी खोल्न आएको हो, त टङ्कीभित्र पानी खोल्नु पर्छ। हाम्रो पानी साँझ र बिहान 1-1.5 घन्टा खोलेर बन्द गर्नुपर्छ। यस्तो खाल्टोमा गएर खोल्नु कति गाह्रो छ। यो टङ्कीमा पानी भरिन्छ, यो टङ्कीमा पानी भरिएपछि तल सबै गाउँहरूलाई यहाँबाट सप्लाई हुन्छ पानी। यहाँबाट यो पानी खोलेपछि जान्छ। घाम चाहिँ डाँडामा देखेछ, हाम्रोतिर चाहिँ अस्ताइसक्यो घाम। ल अब पानी खोल्नु पर्यो है त। हाम्रो चाहिँ यो सुन्तलाको बुटै त्यत्तिकै यो पियान लिएर अहिलेको साल त घरको सुन्तला खान नि त्यस्तै भयो, पाइएन। हाम्रो केराहरू चाहिँ पसाइराखन्। कति घरी छ भन्दा 1 घरी 2 घरी 4 घरी केरा। हाम्रो साग भैँसीले हेरिछिन्। यस्तो केरा कति राम्रो छ हेर्नु त। यहाँ फेरि पसाउनु लागेको रहेछ। खुर्सानी खाने भए आउनु होला है त। कति राम्रो छ खुर्सानी, यहाँ पनि छ। अब प्याज काट्नु पर्यो बजारबाट। घर फलाउन नसकेपछि बजारबाट ल्याउने, किनेर अनि खाने। कृषि प्रधान देश भन्छन्, कृषि गोलीमा। अब त प्याज रोप्ने बेला नि भयो के। आज चाहिँ हाम्रो घर मिट ल खाने भए साथीहरू आउनु होला है त। आज हाम्रो मिट कस्तो हुन्छ हेर्दै जानु होला लास्टसम्म भिडियो। प्याज पनि कटिङ गरियो। अब टमाटर, हाम्रो टमाटर धेरै खानुहुन्न, 2टा। हजुर पानी हाम्रो टमाटर घरैको टमाटर। हाम्रो चाहिँ यो घरमा फलेको टमाटर। बजारबाट हामीले टमाटर खासै किन्दैनौँ। सानो यो प्याज काट्दाखेरि आँसु आउनेको अर्थ के हो? मेरो फेरि लास्टै आँसु आइहाल्छ। कि आँसु धेरै भएर हो कि आँसु कम भएर हो? आँखाबाट आँसु। यत्रो रोइ नानी आमा। घरैको धनिया। बजारको धनिया मिठो हुन्न, एकैछिनमा ओइलाइ जान्छ 2 दिनमै। घरको त सुँग्दा पनि महँगो सुन्छ, खाँदा पनि राम्रो, बिसाउँदै नछाडेको।
हजुरहरूले नि घर आफै बनाएर खान सक्नुहुन्छ। सिजन सकेर यो अहिले जाडोमा धनियाँको आज मासुको लागि आफ्नो काम रेडी गरिदिएपछि अलिक सजिलो हुन्छ बनाउनु। हुँदैन नानीले दुःख दिएर साँझमा झन् काम गर्ने त्यस्तै हो कि। हाम्रो रेडी भयो। आमा आउनुपर्छ। के राउनु भएको? भैँसी दुहुन यहाँ त भैँसी खै त गएको छ? यहाँ त छैन है भैँसी त्यसै। ए भनेपछि भान्सामा भैँसी हुन्छ? ए कति जान्नु। कलिजुग के अरे आमा? कलिजुग भन्दैनन् क्या, कलियुग भन्नु न। दिदी बहिनी कल गरेर हेर त होमवर्क गर के, पढ होमवर्क गर्नुपर्छ नि। गाइज हेर्नु सानो नानी खेल्छिन् यहाँ, ठुलो नानीले चाहिँ होमवर्क गर्छु पढ्छु भन्छन्, पहिलाई मात्रै खेलाउँदै बस्दै गर्छिन्। यिनीलाई हाँस्न मात्रै आउँछ। यिनका हेर्नु त मुख, हेर्नु त यिनको मुख हेर। मोबाइल यसो गर्यो भने कतरी हाँस्ने। मम्मी देख्दैछु। बाई गाइस लिएर हजुरहरूलाई भेट्छु। आज के पढायो ल भन्नु स्कुल? आज मैले स्कुलमा 2 3 2 प्लस कति 2 + 3 कति हुन्छ ल भन न। 5 कसरी ल गनेर देखाऊ। 1 2 3 4 5 1 2 3 4 5 4 1 2 3 1 1 2 3 4 1 2 3 4 5 हुन्छ। 3 घण्टा पछि एन्सर दियौ तिमीले। यिनलाई फेरि कसैले छेक्दैनन् हाँस्न। धेरै मोही खान हुन्न बहिनीलाई बाबु। छोड काटकुट लाउन हुन्न के। पढ है त धेरै पढ। के बन्ने हो पढेर? म टिचर। उनलाई फेरि आत्तिए मलाई नि भन्नु सोध्नुस् भन्छन् यिनले फेरि। भयो मोही खान हुन्न के धेरै बाबु। ल हस् गाइजहरू प्रिन्साले धेरै बहिनीलाई माया गर्छिन्। गाइजहरू मसला पिस्नु पर्यो। हाम्रो मासुलाई मसला पिसेर रेडी गरेपछि त्यहाँ बाहिर आगो फुक्ने। बाहिर आगो फुकेर बसाल्ने। मसला पिसौँ है त। अब सुरुमा चाहिँ धनियाँ कहाँ छ? धनियाँ खोल्नु पर्यो। धनियाँ हाम्रो धनियाँ पनि आयो। यसमा चाहिँ अलिकति यो स्पेसल मसला हाल्नु पर्यो। त्यसपछि ल्वाङ सुकुमेल चाहिँ मेन। ल्वाङ सुकुमेल नहालेपछि त टेस्टी नै नहुने। हजुरहरूले के हाल्नुहुन्छ गाइजहरू? हामीले चाहिँ ल्वाङ सुकुमेल हाल्छौँ।
एउटा ल्वाङ चाहिँ एउटा के भन्छ सुकिमेल चाहिँ खानु पर्यो। भात पाक्यो भात। हामीलाई बन्द गरिदिनु पर्छ। त्यसपछि हाम्रो अब मसला सुरु गर्ने मसला पिस्ने कार्यक्रम सुरु गरौँ है त। हाम्रो हाल्यौँ त्यसपछि पिस्ने मसला पिसेपछि देखाउँछ है त कस्तो भयो। मसला पनि रेडी भयो हाम्रो मसला। अब यहाँ राख्नु यसलाई चाहिँ हाम्रो रेडी भयो मसला नि। अब पकाउनु पर्छ एकछिनमा। हाम्रो अब मासु पाक्दैछ गाइज। किन आशा लाग्यो? भन्नु पर्यो यहाँ आँसु किन लाग्यो? के कारणले आँसु लाग्यो? खै देखाउनु त मासु पाक्यो होला। मैले पकाउँछु भनेको आएर कति छिटो पकाउनु भएछ। सबै हो। यत्रो मासु तुरिन्छ त निशा। कति आनन्द हो मोबाइल आइपिएल हेर्दै मासु पकाउँदै पोलेर खाँदै। कति धेरै पोलेको हो। सबै मसला हाल्नु हो। दिनु यो एउटा के हाल्नु? खुर्सानी खुर्सानी खुर्सानीसँग रोई रोई बनाउने। ल बाई भनिदिनु न त आज। ल बाई गुड नाइट। गुड नाइट बाई। मासुसित खाई। हेलो गाइज, खानासाना खाएर सानो नानीलाई तेल लगाइदिएर हामी अब सुत्न लागेको। अनि हजुरहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, पुरानो हुनुहुन्छ भने हेरिरहनु होला। दिनदिनै हेरिरहनु होला, दिनदिनै ब्लग आइरहनेछ।
हाम्रो छोरी चाहिँ खुसी भइछिन् अब सुत्ने हो भनेर खुसी हुन्छन् नि ल बाई बाई गुड नाइट ह्याभ अ स्विट ड्रिम अब मिल्नुपर्छ अर्को दिन अर्को भिडियोमा ओके बाई गाइस गुड नाइट